आज हामी युट्युब दाइको घर सानो दसैँ पार्टी छ त्यसको लागि जाने आज हामी वेलकम टु अनदर दसैँ भ्लग सी इज गेटिङ रेडी आज के गर्ने अरे के गर्नेवाला छौँ है हामी गाइस दाइहरूले फोन गरे हुनुहुन्छ जानु चाहिँ छैन आजको प्रिपरेसन आज यो खेल्ने हो क्यानाडामा लङ्गुर बुर्जा झापातिर चाहिँ डाइस भन्छ अब अल ओभर नेपालमा लङ्गुर बुर्जा भन्दो रहेछ आज त्यो खेलेर मस्त पैसा जित्ने हो अन्त कति बेर लाग्छ तिमीलाई चाहिँ अब रेडी हुनु 5 मिनेट मस्त जोक मारा रे या हँस रे हल्का हँस दाइ हेर्नु है जे जति ढिलो भएको उसले ढिलो गरे है तपाईँले फोन गरे हुनुहुन्छ हेर्नु है नै गरेको हो अघि एकचोटि गर्नुभएको थियो आधी घन्टा भन्दै थियो 45 मिनट भन्दै थियो कति बेर भइसक्यो कति बेर धेरै बेर भइसक्यो 1 घन्टा भइसक्यो ठिकै छ अब हामी चाहिँ निस्केको दाइकोतिर सबैजना हैन रेडी भएर के कन्ट्रोल गरेर सो भनेन के रे भनेन के सो भन्नु पर्यो सो अब हामी निस्केको दाइकोतिर भने त ठिक छ हाम्रो यहाँ आइस सर बस्नु भएको छ तपाईँलाई धेरै स्वागत छ तपाईँलाई धेरै उहाँ चाहिँ हाम्रो एकदम खुनखार पत्रकार हुन नसकेको खतरा फोटोग्राफर हैन त ल अब हामी दाइकोमै गएर भेट्छौँ सबैजना है त हामी चाहिँ दाइहरूको घर आइपुग्यौँ फाइनली कुनो यो दाइहरूको घर यो भन्दा ल पोकापोकी बोकेर हामी हिँड्दैछौँ दाइ सरसफाइ गरेर टोक्दै होला दाइले त होला हामीलाई टोक्दै भन्दै हुन्छ उहाँले नमस्ते ह्याप्पी दसैँ बा म्युजिक त स्याम्पू कति रुपियाँ स्याम्पू कति रुपियाँ यसको ब्रान्डले बोल्छ यो कुन ब्रान्ड हो यो कुन ब्रान्ड हो यो भ्युअर्सहरूले के छ भ्युअर्सहरूले यो चाहिँ हाम्रो मैले कहाँ किने त्यो एपको नाम बिर्छ भन न नाम भन नि त पुरा खोज्दैछ त्यो एपै बिर्सेँ क्या मैले एप किन चाहियो त यो स्टाइल भन्नेमा ए त्यो वाइएस अपडेट भनेर छ जस यो स्टाइल भन्नेमा तर यसको नाम चाहिँ के हो त यसको नाम चाहिँ राइस एन्ड केरामाइड के हो रे डोनट तरकारी छ त हौ के हो यस्तो मेरो नखिच है मैले भन्दैछु नि फेरि तपाईँकै मात्रै खिच्ने हात छ जुन आऊ यहाँ कमे जुन यहाँ बस त ओ यो बाल्टी जुत्ता राख त अहिले जुनले सकिदिन्छ जुन यहाँ यहाँ जुन कम यहाँ हेर है जुन छिट दिया यहाँ यहाँ गुड जब यो चाहिँ हाम्रो प्यारो जुनेरी मिस जुन सुवेदी बेस्ट कुक दिदी चना खाउँदा फ्यान हुन्छ तिमी खाऊ न खाएर रिभ्यू गर्नु न बेस्ट नेपाली ब्रेकफास्ट हो क्या हामी त उठ्दा उठ्दैन मलाई त्यो बिहान त्यो आँखा त्यो भएर होइन निन्दै पुगेको थिएन नि त अनि यतिकै ढल्केको थिएँ उठ्दा त 9:30 भइसकेको
नाटेको है नाटेको के ब्लगमा हेर्नु सबै देखिन्छ किन ढिलो भएको भनेर उठ्ने बित्तिकै भक्काउनु थाल्यो के गरेँ मैले त्यही त काट के रख देंगे चीर के रख देंगे तिमी भन्दा ठुलो चक्कु मेरो थियो अब के गर्नु त चक्कु मात्रै ठुलो भएर हुने के युज गर्न जान्नुपर्छ के ओ माय गॉड खिच्दै पो छौ त्यहाँ हजुर भर्खरै खिच्नु थाले के तिमीले के भन्न भन्नु न के को गाडी अरे हेलो हेलो जुन त काम आराम भनेको त राम्रै भएर आएको छ राम्रै भएर आएको छ कामै अराउन गाह्रो ह्यापी दसैँ ह्यापी दसैँ त्यही त काम गर्नुपर्छ भनेर चटक्क त्यही त त्यही भने फेरि यस्तो कुरा म बुझिहाल्छु किन म पनि त्यसै गर्दै भन्नु न मलाई एक नम्बर काम छ म बस्छ न किन उभिरहेको बस्छ बस के काम गर्नुपर्छ काम त अहिलेलाई बस छ तर अहिलेलाई बस होइन बिस्तारै म्यानेज गर्छौँ हामी म खानेकुरा चाहिँ दिनु पर्यो पकाउने चाहिँ खुवाउन चाहिँ बिर्सिएको तिमीभन्दा बढी पिरो खान थाल्नु भएको छ म 12 टेस्ट खानु त बेटा के हालेको हुन्छ यसमा कालो दाल नुन दालले पकाएको सबैको दालले पकाएको सबैको कालो दाल नुन र लसुन अब अलिकति पानी हालेर छिटी लाउनु त पाक्यो भने पारा त्यो बारा पल्टाउनु बेला भन्छ कि अलिअलि ब्राउन हुन्छ त्यता बारा यता छोइला आज पुरै नेवारी भोज बजाउने अन्त बेबे कस्तो अनुहार आज दिदीको स्पेसल नेवारी भोज हुँदैछ दसैँ इन नेवारी स्टाइल आज जुन इज भेरी मच रिल्याक्स्ड क्या सीन है वाह क्या सीन है हेरे यसरी कमाउनु पैसा कमाउनु पर्छ यसरी यो भाइ नेपाली हो तर नेपालीकै घरमा भाडा माग्ने काम भाइ घन्टाको कति दिन्छ हेर तिमीलाई 80 महिनाको 80 घन्टाको 80 रुपियाँ रुपियाँ होइन ठिक छ भाइ म आफ्नै काममा खुसी छु यो भाइ चाहिँ खास सिबिआईमा टिम लिड हो कि पार्ट टाइम चाहिँ यहाँ भाडा माग्न आउँछ त्यो त बडी क्रिम त्यो पनि सकिसकेको छ जस्तो भयो यसमै कहिले लाउँछौ र यही नै फाउन्डेसन धेरै लगाइदिएको थियो पहिला एक्चुअली
जहिले लाउँछ लाउँछु आँखा चाहिँ आँखा चाहिँ किन चिम्लेको कालोमा लाउने क्या यो ब्लगमा गरौँ न यार बेहुला आजको ओइ छैन त नि ऊ ओइ धेरै होइन है भयो पुग्छ यो त केचप जस्तो भयो पुग्छ। ए यति पुग्छ के छ जस्तो ए तिम्रो के रे सेतो हुँदैछ अब खुसी बसी सेतो हुने भन्दा आम्मा गोरेमा राम्रो रहेछ यो महँगो हो यहाँ स्टाइलबाट किनेको कति ब्ल्याकेट छ यो हातै यो त्यो निकालिदिउँ न त मेकअप गर्ने त्यो निकाल्नु त अलि अस्ट्रेलिया बोल्नु टिका लाउन मात्र हो यहाँ सजने काम हुँदैछ दिदी एकछिन मेकअप गर्दैछ उहाँहरु न ओ माय गुडनेस आँखा त्यस्तो बनाउनु हुँदैन पुच्चेको थुप्रामा हैन जति मेकअप गरे पनि हैन सुहाउँदैन के भाइ ओ ठीक भन्नु अहिले हामीले के लगाएको रे यता क्यामेरा मेकअप आर्टिस्ट म जतिको देख्न खोजेको होला तर भ्याउँदैनौ के सक्दैनौ के मेकअप आर्टिस्ट हेर न मेकअप आर्टिस्टमा कति कुरा भगवानले दिएर पठाउनु ब्लस लगाइदिउँ ब्लस हुने के हो त्यो अलि धेरै ब्लस लाउँछ सबैले धेरै ब्लस देखियो ल अब के लाग्यो भाइ अब के तिमीको बाँकी? टल्के त अब के बाँकी? लिप बाम छ भने त ल छ त्यहाँ जब एकछिन ब्रस गरेर हामी तपाईसँग सामग्री माग्न आएको थियौँ तपाईँ नभेट्नु अब टिन्टेड ल्याउँ न अब टिन्टेड लाग्यो यो त आफै लाउने होला नि यो पनि सबै फेरि अलिकति पाउडर लगाइदिनु पर्ला क्या लाउनु खै ल्याउनु बेबी जन्सन बेबी ल्याएको छ जति बेबी अर्डर ल्याएको छु मैले शिशिर कुमारी अघि खै निरिसा हो निरिसा सिरिसा हो लाउन फाउन्डेसन भर्खर लाग्यो त त्यो टिन्टेड भयो अब अलिकति पाउडर ल के बसिराख्नु न ल ल जाऊ रेडी होइन पाउडर लाउने भने त ठिकै छ भर्खर भाइ मेकअप गरेर मेरो यहाँ आएको छ ओइ यो त ओरी जस्तो हुँदो रहेछ यार त्यो बलिउडको ओरी छ नि अलिक कपाल यस्तो बसाउनु पर्ने विपुल छेत्री के हो आम्मा उइस एङ्गल खो यता फेस कट यताबाट सेम छ अर्को साइड अर्को साइड यता ले यता राइट यतापट्टि लाइट आएर अब अहिले लुगा फेर्न चाहिँ दिउँ अलिकति प्राइभेसी दिउँ ल क्लोजेट भयो ए यो चाहिँ भाइको क्लोजेट विपुल छेत्रीको क्लोजेट कुन नाम भयो यार ल ठिक छ छानौँ न त लुगा यो लाउँदा कस्तो होला एकचोटि युएस फोन गरेर सोध्नु यो हो कि लगाइदिउँ क्या हो ठिक छ त अनि तिमी युएस फोन गरेर सोध न यो कस्तो होला भनेर होइन तिमीले म चाहिँ भन्छु तिमीले अहिले लगाइरहेको बाथरुमै ठिक छ जस्तो लाग्दैछ मलाई चाहिँ म चाहिँ भन्छु है म चाहिँ बाथरुमसँग सहमत हो भोट गर्ने भयो म बाथरुम त्यो बाथरुम क्या तिमीले लगाइरहेको त्यही नै ठिक छ भन्छु म चाहिँ। तिनजनामा भोट गर्ने भए हामी दुईजना बाथरुम छौँ ल ल बहुमत आयो ल बाथरुमको भाइ उयो लुई भिटा ए के लुई भिटा डेफिनेसन पुरा छ यो लाउनु पर्ला जस्तो लाग्यो मलाई यो कस्तो छ ठिक छ त ठिक छ त बाथरुम ठिक छ कि भन्दा त अनि ठिक छ लाउनु डबल आशिक पाइसकेपछि त केही न केही हुन्छ होइन देश विदेश घुम्नु डबल आशिक पाएपछि आशिक 2 हुन्छ हुनु दुश्मनको सत्यानाश होस् करोडपति हुनु 1-2 करोड यता पनि ल्याइदिनु है मेरो पनि भन्दै न मलाई ल्याएर बनाउनु पाएन यो अनि यो चाहिँ राइटपट्टि हो त बिहा होस् सन्देशजीको के अरे रक्सी खाएर त्यस्तो नढल्नु ल यहाँ तिमीलाई त के आश तिमीको मेरो दुश्मनै हो कमाउनु अनि मलाई दिएको लोन जति चाहिँ सबै माफ होस् अनि त्यसपछि गाडीको धेरै प्रब्लम नहोस् यो चम्काइको राज चाहिँ भन्दा चम्काइको राज
यो ज्याकेट हो यो को खै अब नेक्स्ट को मसँग होइन मेरो अगेन्स्टमा खेल्दा चाहिँ नआओस् के हुन्छ केटीहरू उसले भनिदिन्छ दाइ जयन्ती बाबला काली भन्छ ल ल भयो कोही जुनको दक्षिणा के हो दक्षिणा बिजी एकछिन ओइ उता नजाऊ एकछिन वेट धेरै चल्यो क्या दाइलाई अघि फिडब्याक भन्दै टिका लाउँदाखेरि के गर्नु भन्दैछ नि जनै मिलाएर लाउनु अनि अरू अनि त्यसपछि सुनाउने होइन नि मायाको जनै धेरै हराउने होइन फेक छेत्री बन्ने होइन Photo sessions done. Time to have some food. सिजन बानिएर श्रृङ्खला के छ विपुलजी मेरो चल्लो कहाँ अलिकति खाऊ के छ विपुलजी कस्तो रहेछ खाना थर्ड थाल विपुलजीको तेस्रो थाल अरे विपुलजीलाई चाउचाउ चाहिँ सधैँ चाहिन्छ गोजीमा एक्स्ट्रा छ नि चाउचाउ है दीपकजी यो त यत्तिकै नेवार फ्यामिलीमा भेटेर ल्याएको भने मैले बाहुनलाई कसैलाई साट्नु छ भने मलाई काटे फेरि काटे एकदम 5 है सुरत 2 एकदम सुरत 5 यो 3 बस कति दिदी कोही चार्ज हुन्छ मेरो हालेको छुइनँ मैले ल म यसमा हालेँ अब तिमीले तलको सोफाको पान के हालेँ त्यो खुसी छ्या सबै पैसा गयो यो सार ल पान परिहाल्छ पान गाइस नबोलेको पुरै हो है पान बोला है नेक्स्ट टाइम बेट पान 5 त्यो कोइन राख्ने भन्दा के ल्याउनु पर्छ अर्पणले जान्छ त्यहाँ हाल है गाइस लक्की छ अर्पण भयो यता यो के हो अनि यो जुन परि कसको हो हजुरको हो के मेरो हो त्यो एउटा भएन हाम्रो दाउको न चिडी हो पान हो चिडी यो मेरो चिडी 2 मात्रै ल चिडी 2 एउटा मेरो चिडी 2 मात्रै हो मैले भने चिडीमा गर्छु भन्नु मैले डाइसोको डिलर गोटी छ मैले बुझिसकेँ चिडीमा छोड न गाइस डिलर्समेन्ट फुल भयो छोड न भयो आउन हेर बुर्जा आउँछ हेर्नु उठाऊ एकछिन यो मेरो हो जाडो यहाँ एउटा मेरो है चिडी एउटा मेरो छ कहिले जित्यो यो लु एउटाको दुईटा एउटाको चाहिँ के हो परे गर्न त भित्रको मलाई त के हो यो मान्छेहरूले बोलेर हो कि
हिरोको एन्ट्री बल्ल भयो। ओ दाइ वेलकम, ह्यापी दसैँ। दारी काटेर चुक्न भएर आएको छैन। अर्को वर्ष फेरि हेर्न नपाउने तिम्रो त अलिक छिटो हुन्छ त्यो होइन, चाँडै हेर्न पाउँदैन मान्छे बनाउनु स्याहार चाँडै आओस् ल। मनले चिताएको सबै सधैँ यतिकै जलपरी जस्तै देखिनु हुनु, ह्यान्सी हुनु, अलिकति गोरो भयो केही बिग्रिँदैन तर ठिकै छ। अन्य पैसा कमाउनु, आइटीमा प्रगति होस्, कसम सियो हुनु पाऊ, पल्टन पुल्टन सन्तानले डाँडा काँडा ढाकुन्, के अरे मनले चिताएको सबै पुगोस् ल। आफ्नै तालमा एक टोली फिफा, एक टोली पुल, मरत छ त आफैले अगाडि होप लुज गरिसक्यो, अब लाग्दैन त्यो बिचमा कोच र चेलाको लुगा पनि एउटै हो त हौ। रमाइलो भइरहेछ। तिमी त काममा पनि पुल सिक्थ्यौ होइन? अनि मेरो जल भयो हेर्छु है त ल कतिको चिराउँछ। यो काममा सिकेको मान्छेले हेर्नु कस्तो खतरा हुन्छ। ओए अब स्ट्राइप्स मात्र हान्नुपर्छ। तेरी मंगे कंगेरा मैं बढ़ाना मैनू दस